मेलम्ची किन रौद्र आकृति लियौ, केले रिसायौ भन, धरतीका असहायका घर पसी बस्ती उठायौ किन। तिम्रो कञ्चन रूपको मधुरीमा मैलो बनायौ जहाँ, खोला छेउ बसेर ढुक्क नबनाऊ भन्ने छर्यौ चेतना। खोला छेउ बसेर ढुक्क नबनाऊ भन्ने छर्यौ चेतना। मैले यति लेखेँ यहाँ। त्यसपछि माथि हेलम्बु पुगे। हेलम्बु पुगेपछि मैले राष्ट्रकविको राजेश्वरी सम्झेँ। त्यो राजेश्वरीसँग हेलम्बु जोडिएको छ। यो हेलम्बु पुगेर टक्क अडिए सम्झेर राजेश्वरी, त्यस्तो वैभव युक्त राजमहिषी बस्थिन् यहाँ के गरी। अग्ला पर्वतका सुरम्य कविता गन्दै बसी हुन् उनी, साँच्चै भव्य नयाँ नयाँ प्रकृतिको हो राजधानी भनी। साँच्चै भव्य नयाँ नयाँ प्रकृतिको हो राजधानी भनी। त्यतिखेर हामी दुखित भयौँ। एउटी रानी उहाँ गएर बसिन् भन्ने लाग्यो। उहाँको राजधानी भन्दा यहाँको राजधानी उनलाई गजब लागेको थियो नि त। यो प्रकृतिको राजधानीमा आएको थिए। अलि माथि पुगे। यहाँ एकदम यात्राको कुरा छ। माथि पुगे, हिमाल हेर्न गएको, हिमाल कालै छन्। हिउँ सेतो हुनुपर्ने, हिमाल कालै छ। अनि मैले त्यहाँ पुगेर लेखेँ, सेतो हिमालको रूप कालो बन्दै गएपछि, स्वच्छ आकाशका माझ जालो टम्म भएपछि, वातावरण पृथ्वीको साँच्चै भो परिवर्तन। पी विषाक्त यो हावा कसरी चल्छ जीवन, पी विषाक्त यो हावा कसरी चल्छ जीवन। हिमाल कालो देखेपछि यो आयो। भोलिपल्ट बिहान माथि बेस क्याम्पमा गएर बस्यौँ। आमा याङ्ग्री जानुपर्ने थियो। बिहान उठेर हिँड्यो 4 बजे। 4 बजे हिँड्दा आकाशको त्यो चन्द्रमाले नै हामीलाई बाटो देखायो। हामीले टर्च बाल्नु परेन। अनि त्यो बेलामा मैले बाटैमा लेखेँ, लम्किँदा पाइला चम्किला चन्द्रमा, चाँदनी रातमा ज्योतिको साथमा, लक्ष्यमा पुग्न हो पाइला जिन्दगी, जिन्दगी बुझ्न हो चम्किलो चाँदनी। लक्ष्यमा पुग्न हो पाइला जिन्दगी, जिन्दगी बुझ्न हो चम्किलो चाँदनी। मैले लेखेँ। आमा याङ्ग्री पुग्यो माथि, टुप्पामा पुगेँ। टुप्पामा पुगिसकेपछि, आमा याङ्ग्रीमा पुगिसकेपछि यो लेखेँ, आमा याङ्ग्री हिमकणसँगै गर्वले अग्लियौ कि, धरतीका यी विकल जनका दुःखले पग्लियौ कि। हामी आयौँ विकट पहरा खोज सारा छिचोली, गर्छौ निम्तो युग युग बसी कति बोल्दैन बोली। गर्छौ निम्तो युग युग बसी कति बोल्दैन बोली। अनि सारा मान्छे त्यहाँ झुल्के घाम हेर्न जाँदा छ। जिन्दगीमा पहिलोपटक झुल्के घाम हेरेको त होइन। किन गएको होला नि, किन राम्रो लागेको होला, मलाई त्यस्तै लाग्यो। अनि त्यही बसेर लेखेँ, झुल्किन्छन् यी रवि शशि दुवै नित्य छर्दै प्रकाश, लम्किन्छन् यी युग युग नयाँ ज्ञान गर्दै विकास। पहिलो झुल्को किन हुन गयो चम्किलो दिव्य नौलो, हेर्दा जहिल्यै नव नव भए सत्य सौन्दर्य त्यो हो। हेर्दा जहिल्यै नव नव भए सत्य सौन्दर्य त्यो हो। अनि आमा याङ्ग्रीको माथि शिखरमा पुग्दाखेरि हिमाल त अँगालो हाल्न मिल्ने जस्तो हुँदो रहेछ। ती पुगिसकेपछि एक श्लोक त्यहाँ लेखेँ, यो अन्तिम हो। हिमाल टेक्न लम्किए बलिष्ठ पाइलाहरू, हिमाल लेख्न चम्किए सहस्र लेखनीहरू,
हिमाल टेक्न लम्किए बलिष्ठ पाइलाहरू, हिमाल लेख्न चम्किए सहस्र लेखनीहरू। हिमाल उच्च चेतना नटेक्न सक्छ जिन्दगी, हिमाल दिव्य सिर्जना नलेख्न सक्छ लेखनी। हिमाल उच्च चेतना नटेक्न सक्छ जिन्दगी, हिमाल दिव्य सिर्जना नलेख्न सक्छ लेखनी। हिमाल दिव्य सिर्जना नलेख्न सक्छ लेखनी। धन्यवाद।